वेलकम टु माई अनदर भिडियो। सो आज चाहिँ हामी बजाज सोरुममा आएको छौँ। आज चाहिँ हामी कौशलीको बजाज सोरुममा आएको छौँ। यहाँ चाहिँ अहिले बजाजको बाइकहरूको चाहिँ के कति प्राइस छ यता होइन, के कस्तो छ सुविधाहरू त्यो चाहिँ हामी बुझ्नको लागि अहिले हामी कौशलीको बजाज सोरुममा आएको छौँ। सो गाइज यो भिडियो हेरेर साथ दिनु होला। सो गाइज अहिले चाहिँ हामी बजाज सोरुममा आएको छौँ। यहाँ हेर्छ तपाईँले पछाडि चाहिँ बजाजका बाइकहरू छन्। सो चाहिँ यहाँको बारेमा चाहिँ जानकारीहरू दिइरहेछु म तपाईँहरूलाई। सो अहिले चाहिँ हामी सुरु गरौँ NS 200बाट। यसको NS 200 यो चाहिँ डुअल च्यानल ABS को रहेछ। अहिले चाहिँ यसको प्राइस कति हो? 4,25,000। डुअल च्यानल ABS होइन, डुअल च्यानल। सो गाइज यसको अहिलेको प्राइस चाहिँ 4,25,000। यसमा डिस्काउन्टहरू अफरहरू केही छ कि छैन? गाइज तपाईँहरूले NS 200 डुअल च्यानल ABS यसको अहिले प्राइस चाहिँ 4,25,000। हजुर त्यो छोड्दैन, 900 त्यो 900 त डिस्काउन्टमा हुन्छ। ल तपाईँले ल सर बताइदिनुहोस् त यसको बारेमा। ल हाम्रो यो NS 200 को बारेमा चाहिँ केही जानकारीहरू अब यहाँ हाम्रो म्याडमले दिँदै हुनुहुन्छ। हजुर कति मोडल गरे? 24। हजुर 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 यो चाहिँ नयाँ होइन? यो चाहिँ नयाँ, अहिले चाहिँ नयाँ। हजुर अरू यसमा केही चेन्जहरू त केही छ कि छैन? हजुर सो यसमा चाहिँ अहिले यो एउटा चाहिँ यो सकर चेन्ज भएर आएछ। अरू यसमा खासै चेन्ज त केही छैन। डुअल च्यानल ABS। सो गाइज अहिले चाहिँ मेरो अगाडि छ 220। यसको अहिले प्राइस कति हो? यसको चाहिँ अहिले प्राइस छ 4,00,000 कति भन्नु पऱ्यो? 4,03,900। 4,03,900। यसमा चाहिँ चेन्जहरू केही? यो मोडल यो 2024 मोडलको यो पनि डुअल च्यानल हो, डुअल नै हो।
तपाईँले चाहिँ मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँले चाहिँ यो बजाजको पल्सर 150 अहिले चाहिँ यसको लेटेस्ट प्राइस चाहिँ 3,30,000। अनि यो चाहिँ 2024 मोडलको त्यसमा चाहिँ यो डबल डिस्क होइन, डबल डिस्क 3,23,000 होइन, सिङ्गल। अनि तपाईँहरूले चाहिँ अर्को भेरिएन्टमा पाउन सक्नुहुन्छ। यो चाहिँ सिङ्गल डिस्कवाला, यसको चाहिँ अहिले 3,04,000। यो पनि 2024 मोडलकै हो। यसमा खासै त्यस्तो केही चेन्ज छैन। 150